गाइज हामीलाई यहाँ पनि खासी खोजे जस्तो कपडा भेटिएन किनभने हामीलाई ब्यागी प्यान्ट अनि खुला टी सर्ट चाहिएको थियो र यहाँ भेटिएन। अब फेरि अर्को ठाउँ जान्छौँ त्यहाँ पनि भेटिएन भने रुम जान्छौँ हामी गाइज होइन। अहिले चाहिँ हामी बाटोमा छौँ भर्खर निस्किन्छ त्यहाँबाट। दसैँको लागि सपिङ गर्नु आएको गाइज। आफूले खोजे जस्तो कपडा भेटिएन। एक ठाउँ त्यो बाटोमा देखिरहेको थियो एउटा दोकानमा होइन, त्यहाँ गएर सोध्छौँ भने जस्तो कपडा भेट्यो भने त्यहाँबाट लान्छौँ हामी होइन। हेर्दै जानु होला के कस्तो हुन्छ यो भ्लग। लास्ट तक हेरिदिनु होला ल गाइज। तपाईँहरू लास्ट तक हेर्दैन यति हेर्नु त्यहाँबाट छोडिदिन्छ। लाइक पनि गर्नुहुन्न, कमेन्ट पनि गर्नुहुन्न, केही पनि गर्नुहुन्न। त्यही भएर मलाई भ्लग बनाउनु मन लाग्दैन कि जाँगरै लाग्दैन यार। पल्छी मात्रै लाग्छ। यहाँ त जेन्ट्स छैन त लेडिज छ सबै। जेन्ट्स छ र ल यहाँ जान्छौँ अब गाइस। यहाँ भिजिट गर्दैछौँ हामी। अब हेर्न सक्नुहुन्छ यहाँ भिडियो बनाउन दिन्छ कि दिँदैन थाहा छैन। पहिल्यै अब फिलहाल चाहिँ बनाइरहेको छु। अब भित्र गएर के गर्छ कसले सिगरेट जो दाजुले दिनुहुन्छ कि नै ए एलाउड रहेछ त यहाँ केही बालै फरक छैन। भिडियो बनाउन केही पनि छैन। लिफ्टमा जाने र लिफ्टमा जाने हामी त ठुलो मान्छे त। अब हामी यहाँ गएर टक्क हेर्दा पनि कपडा मन पऱ्यो भने लान्छौँ गाइज। हामी त्यस्तै फर्किने यहाँबाट दुईवटा तिनवटा भइसकेछ। अब तिनवटामा एउटा मन पऱ्यो भने त कुदाइहाल्यो। ल केटा को कोलाई मन पऱ्यो राम्रो छ नि केटी। अन्त गलबन्दी भेट्छ त यार। चिसो चिसो हावालाई मौसम तातो बन्न के है 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 गरेर सक्नुहुन्छ गाइस। है यहाँ त पुरै लेडिज हो त है। अझै माथि जाँदैछ हामी लेडिजै रहेछ यहाँ पनि। यार लेडिज धेरै भेट्छौ यार। जेन्ट्स भेट्न गाह्रो छ। हामी फेरि केटा हो नि त। दाजुले मिठो हेरेर आयो। मलाई त डर पनि लागिरहेको छ किनभने मेरो यत्रो भएको मिनेट भ्लग डिलिट गर भने त म त 12 बज्दैन मेरो गाइस। त्यही भएर डर लाग्छ नि त यार। र दाजुले त ह्यान्डसम देख्दो रहेछ त। हाँ यस इधर भेटा मिला है हमको। सो गाइज हजुरहरूले यो भ्लग त हेरिसक्नु भयो। जस्ट यो भ्लग हेरेर अझै पनि योभन्दा अगाडिको भिडियो हेर्न चाहनुहुन्छ, योभन्दा अगाडिको भ्लग हेर्न चाहनुहुन्छ भने युट्युबमा गएर सुशील भाइ भनेर सर्च गरेर युट्युबमा हेर्न सक्नुहुनेछ। अनि साथसाथै सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। ओके अनि यदि युट्युबमा हेर्न चाहनुहुन्न फेसबुकमै हेर्न चाहनुहुन्छ भने यसको लागि इन्तजार गर्नुपर्ने हुन्छ 1-2 दिन। त्यसको लागि पार्ट 1 पार्ट 2 पार्ट 3 गरेर हाल्ने गर्छु किनभने फेसबुकमा लङ भिडियो लिउँदैन। त्यो कारणले चाहिँ म पार्ट 1 पार्ट 2 पार्ट 3 गरेर हाल्नु पर्ने हुन्छ गाइज होइन। त्यसको लागि यो भिडियो लास्टसम्म हेरिदिनु भएको छ भने थ्याङ्क यू सो मच। अनि के कस्तो लाग्यो सुझाव सबै कमेन्टमा छोडिदिनु होला। ओके आजको लागि